सिआइटी लामो डाउन ट्रेन्डपछि बेस बनाउँदैछ कि अब ट्रेन्ड रिभर्सल सुरु भयो कि अझै विक बाउन्स मात्रै? नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई आनन्द इन्साइट्समा। आज चैत 9 गते सोमबार म स्टक एनालाइसिस लिएर आएको छु। हाम्रा एक दर्शकले सिआइटीको भिडियो अनुरोध गरेको हुनाले आजको आनन्द इन्साइट्समा म सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अर्थात् सिआइटीको दैनिक चार्टलाई डिटेलमा विश्लेषण गर्नेछु। सुरु गरौँ मार्केट स्ट्रक्चर ओभरभ्यूबाट। लामो समयसम्म क्लियर डाउन ट्रेन्डमा लोअर हाइज र लोअर लोज बनाउँदै रहेको देखिन्छ। हाल प्राइसले बटमिङ अर्थात् बेस फर्मेसन सुरु गरेको देखिन्छ। रिसेन्ट क्यान्डल्सले हायर लो प्लस स्लाइट ब्रेकआउट एटेम्प्ट देखाउँछ। डाउन ट्रेन्डबाट बेस फर्मेसन हुँदै अर्ली रिभर्सल एटेम्प्ट गर्न लागेको देखिन्छ। की इन्डिकेटर्स एनालाइसिस गरौँ। सुरु गरौँ मुभिङ एभरेजेसबाट। इएमए 21 र 48 प्रयोग गरेर इएमए 21 माथि छ। सर्ट टर्म बुलिस क्रसओभर देखिएको छ। प्राइस इएमए 48 माथि ब्रेकआउट गर्ने स्ट्रगल गर्दैछ। यसको इन्टरप्रिटेसन अर्ली बुलिस सिग्नल बट स्ट्रङ ट्रेन्ड रिभर्सल अझै कन्फर्म भएको छैन। आरएसआई अहिले 64 को लेभलमा रहेको छ। आरएसआई 60 प्लस भएकाले बुलिस जोनमा छ भन्न सकिन्छ। रिसेन्ट शार्प बाउन्स देखिएको छ। यसको इन्टरप्रिटेसन मोमेन्टम इम्प्रुभिङ, बायर्स ग्रेजुअली एक्टिभ हुँदैछन्। ब्याकडे लाइन सिग्नल लाइन भन्दा माथि छ। हिस्टोग्राम पोजिटिभ छ। त्यसैले हाल बुलिस मोमेन्टम बिल्ड हुँदैछ भन्न सकिन्छ। यो अर्ली स्टेजमा रहेको छ। भोल्युम हेर्दाखेरि रिसेन्ट बाउन्समा भोल्युम इन्क्रिज देखिएको छ बट ओभरअल भोल्युम अझै मोडरेट छ। यसको इन्टरप्रिटेसन बाइङ इन्ट्रेस्ट बढ्दैछ बट स्ट्रङ कन्भिक्सन अझै चाहिन्छ। ओबिभी अर्थात् अनब्यालेन्स भोल्युम स्लाइट अपवर्ड टर्न भएको देखिन्छ। लङ टर्म साइडवेज टु डाउन ट्रेन्ड पछि रिकभरी मान्न सकिन्छ। यसको इन्टरप्रिटेसन एकुमुलेसन सुरु भएको अर्ली स्टेज सङ्केत दिएको छ। हामीले वाच गर्नुपर्ने की लेभल्सहरू अब हेरौँ। सुरु गरौँ रेजिस्टेन्स जोन्सबाट। 1860 देखि 1900 को इमिडिएट रेजिस्टेन्स रहेको छ। 2000 प्लस चाहिँ मेजर ट्रेन्ड रिभर्सल कन्फर्मेसन हुन जान्छ। सपोर्ट जोन्सको कुरा गर्नु पर्दाखेरि 1830 इएमए 9 इमिडिएट सपोर्ट रहेको छ। त्यसपछि 1810 इएमए 21 स्ट्रङ सपोर्ट देखिएको छ र 1800 इएमए 48 को मेजर बेस सपोर्ट देखिएको छ। प्रोबेबल सिनेरियोजहरू हेरौँ। सुरु गरौँ बुलिस सिनेरियोबाट। प्राइस 1900 माथि सस्टेन भयो भने 2000 देखि 2100 सम्मको टार्गेट पोसिबल देखिन्छ। स्ट्रङ ट्रेन्ड रिभर्सललाई जनाउँछ यसले। साइडवेज सिनेरियो जसको चाहिँ अहिले प्रबल सम्भावना देखिन्छ। 1800 देखि 1900 बीच कन्सोलिडेसन भइराख्ने यो अवस्थामा सिआइटीले बेस स्ट्रङ्गर बनाउँदैछ भन्ने कुरा बुझिन्छ। बेल सिनेरियोको पनि कुरा गरौँ। 1800 तल ब्रेकडाउन भयो भने डाउन ट्रेन्ड कन्टिन्युएसन हुने र स्ट्रक्चर विक हुने देखिन्छ। स्ट्राटेजी इन्साइट्सको पनि कुरा गरौँ। अर्ली इन्ट्री ट्रेडर्सहरू 1800 देखि 1820 जोनमा एकुमुलेसन स्ट्राटेजी बनाउन सकिन्छ। कन्फर्मेसन ट्रेडर्सहरू 1900 ब्रेकआउट पछि इन्ट्री सेफ हुन्छ। रिस्क म्यानेजमेन्टको कुरा गर्दाखेरि स्टप लस बिलो 1800। कन्क्लुजनमा सिआइटी अहिले डाउन ट्रेन्डबाट रिकभरी गर्दै बेस बनाउने फेजमा छ। इन्डिकेटर्सले अर्ली बुलिस सङ्केत दिइरहेका छन् तर मेजर ब्रेकआउट अझै बाँकी छ। फाइनल थट बटम फर्मेसनमा पेसेन्स चाहिन्छ। कन्फर्मेसन पछि मुभ एक्सप्लोसिभ हुन सक्छ। कुनै पनि स्टकको प्राविधिक विश्लेषण चाहनुहुन्छ भने भिडियोमा कमेन्ट गर्नुहोला। म आगामी भिडियोमा विश्लेषण गर्नेछु। यस्तै क्लियर इन्डिकेटर बेस्ड नेप्से एनालाइसिस पाउनका लागि आनन्द इन्साइटसँग जोडिनुहोस्, लाइक गर्नुहोस् अनि पेज च्यानललाई फलो सब्स्क्राइब गर्नुहोस्। सानो डिस्क्लेमर, यो विश्लेषण शिक्षात्मक उद्देश्यका लागि मात्र हो। कुनै पनि लगानी निर्णय लिनु अघि आफ्नै अध्ययन र फाइनेन्सियल एडभाइजरको सल्लाह अनिवार्य लिनुहोस्। म आनन्द भट्टराई, आनन्द इन्साइट्सबाट। फेरि भेटौँला अर्को विश्लेषणमा। धन्यवाद।